हेलो हेलो नमस्ते सबैजनालाई। म चाहिँ यहाँ कफी छ हातमा अनि हामी चाहिँ यो हिउँ एकदम यही हामी नेपालीहरू चाहिँ यही हिउँ खेल्नको लागि हैन नेपालमा इन्भेस्टमेन्ट माथि हिउँ पर्नेमा कति इन्भेस्ट गरिराखेको हुन्छ। युरोपतिर चाहिँ जतासुकै हिउँ पर्छ। युरोपको मान्छेहरू चाहिँ नेपालमा हिउँ खेल्न आउने होइन। उहाँहरूको चाहिँ हिउँले दुःख दिएको छ। यो देख्नलाई राम्रो छ तर यसले यहाँका जनजीवनमा चाहिँ धेरै प्रभावित छ, दुःख छ। त्यसैले हिउँ होइन हाम्रो नेपालको कल्चर, संस्कृति, परम्परा, रीतिरिवाज र हाम्रो नेपालको राम्रो राम्रो कुराहरू हेर्न आउने हुन्। र हिउँ चाहिँ हामी आज हिउँ खेल्नै भनेर हिउँ खेल्न भन्दा नि हेर्न यहाँको वातावरण, हिउँ परेको बेला यहाँको बाहिरी वातावरण कस्तो हुन्छ, हिउँ खेल्ने मान्छेहरू कतिका हुँदा छन् भनेर हामी एउटा यो पार्क हो, पार्क छ यहाँ अगाडि पोखरी छ, तलाउ छ अनि यो पार्कमा घुम्न आएको छ। यहाँ कोही पनि छैनन्। यहाँ हिउँ खेल्न कोही पनि हिउँ खेल्नै भनेर कोही पनि आएका छैनन्। त्यसैले हिउँ खेल्नैको लागि चाहिँ युरोपियन मुलुकका मान्छेहरू चाहिँ हाम्रो नेपालमा आउँदैनन्। हाम्रो नेपालका अरू कुराहरूलाई लिएर, नेपालको संस्कृति परम्पराहरूलाई लिएर हेर्न आउँछन्। यो कुराहरूलाई चाहिँ हामीले मान्नुपर्छ र हामी यो जस्तो हामी सबैको जीवन यो हिउँ जस्तो छ त्यस्तै राम्रो होस्, स्वच्छ होस्, यो हिउँ जस्तै पवित्र, सबैको मन पवित्र होस्, कसैको मनमा कोट नहोस्, छलकपट नहोस्। यो हिउँ हेर्नु त कति नरम छ, कति मुलायम छ, यसले कति राम्रो देखिन्छ। यो हिउँ परेको बेलामा अगाडि वातावरण कति सुन्दर शान्त छ। त्यो शान्त वातावरण चाहिँ हामी रमाइरहेछौँ। थ्याङ्क यू सो मच, बाई बाई, टेक केयर सबैजना।